नमस्कार। ऋषिकेश बराल बुबाले लेख्नु भएको एउटा सुन्दर कविता वाचन गर्न गइरहेको छु र बुबाले यस कविताको शीर्षक विरह भनेर राख्नु भएको छ र शिखरणी छन्दमा चाहिँ रचना गरिएको छ। यस कविताको भावलाई मेरो वाचनले न्याय गर्न सक्छ कि सक्दैन त थाहा छैन, तर पनि आज वाचन गर्ने प्रयास गरेको छु। कविता यस प्रकारको छ। सबै माया गर्छन् यदि धन भए मित्र बनियो, धनी देखेनन् ता सोझन सबको शत्रु भइयो। छँदा माग्थे पैसा मसित ऋण वा सापट कति, सके पैसा बाँडी हरिप भइयो दिक्क छुअती। बलेको ताप्ने हुन् अनल सबले निप्छ त भुले, निभेको त्यो आगो ज्वलित कसले गर्छ अहिले। हुँदा गेडी मेरा अति प्रिय बने तारिफ गरी, नपाए मागेडी परिचय भुले दुश्मन सरी। जमाना पैसामै परवश भयो बाँच्नु कसरी, बने सारा टाढा धुरु धुरु रुँदै बस्छु यसरी। भए बैरी जस्तै व्यथित छ हियो रोग तनमा, भयो शास्ति ज्यादै जिउन अहिले शान्ति नहुँदा। सबै हेपी बोल्छन् हरिप महुँदा द्रव्य नहुँदा, दया माया बिर्से गुण विगतको मद्दत सदा। सतायो पीडाले अनुभव भयो इज्जत गयो, कुमालेको चक्का सरह धन हो घुम्छ बुझियो। सधैँ लक्ष्मी हुन्छन् स्थिर यदि बुझे होइन सही, जवानी उस्तै हो बदलिरहने रूप सकी। युवा बच्चा पाका क्रमसित सबै वृद्ध बनिने, त्यही हो लक्ष्मीको पवन गति झैँ अस्थिर हुने। धनी राम्रा राम्री सब बदलिनन् निश्चित छ यो, सबैले भोग्ने हो क्रमिक गति यो सत्य कहियो। घमण्डी पाखण्डी सठ अवगुणी क्रुद्ध नबनौँ, कसैलाई हेपी वचन कहिल्यै क्षुद्र नभनौँ। हस्, धन्यवाद।